हेलो गाइज, दर्शक नमस्ते, लासो फ्याफुल्ला स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएर म फेरि पनि आज एउटा भिडियो लिएर आइसकेको छु। भिडियोलाई स्किप नगरिकन हेर्दिनु होला र हजुरहरुलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाउसकिपिङमा आउँदा कति वर्षसम्म काम गर्न पाइन्छ, सो म कतारबाट आउन लागेको भन्नुभएको छ हैन। हाउसकिपिङमा अब आफ्नो इच्छा हो, जति वर्ष गर्दा पनि हैन। अब कतारबाट त पक्कै पनि हजुर कन्सल्टेन्सीबाट आउन लाउनु भएको होला हैन। त्यसरी आउँदा त अलिकति केही न केही फ्यासिलिटी त पक्कै पनि हुन्छ, राम्रै हुन्छ हैन। राम्रो होस् भन्ने पनि चाहना छ मेरो। त्यसरी कन्सल्टेन्सीबाट आएपछि चाहिँ नि अब राम्रो ओनर पर्यो भने उनीहरुलाई हामीले काम गरेको हाम्रो बोली व्यवहार मन पर्यो भने उनीहरुले धेरै वर्ष राख्न सकिन्छ र हामी पनि त्यहाँ अब ओनरले राम्रै गर्यो, अब आफूलाई चित्त बुझ्दो छ, स्यालेरीहरु सबै राम्रै छ, सबै फ्यासिलिटी राम्रै छ भने त आफू अब जति वर्ष गर्न मन लाग्छ त्यति वर्ष नै गर्न पनि मिल्छ। अब सिजनभरि काम गरेर अफ सिजनमा अब नेपालमा गएर आउनु पनि सकिन्छ। अब आफूसँग सबै पेपरहरु छ भने त आफ्नो इच्छा हो, अब जति वर्ष गरे पनि हैन। ग्रीसमा इलिगल हुनेहरु कसरी नेपाल आउन सकिन्छ भन्नुभएको छ हैन। अब यहाँ इलिगल छ, अब यहाँ नेपाल जान मन लाग्यो भने हैन, यहाँ अब कुनै धेरै वर्ष भइसकेको हुन्छ नेपाल जान मन लाग्यो हुन्छ। अब कुनैले कामहरु गाह्रो भएर अब कुनै बिरामी भएर काम गर्न नसकेर अब यहाँ गाह्रो भयो, त्यस्तै नेपाल जान चाहनुहुन्छ भने चाहिँ नि अब यहाँको डिपोर्ट अफिसमा जाने, अनि डिपोर्ट अफिसमा गएर चाहिँ अब म नेपाल जान चाहन्छु, म यहाँ बस्दिन सक्दिन, अब मेरो यस्तो समस्या हो भनेर भन्यो भने चाहिँ उनीहरुले अब राम्रैसँग पठाइदिन्छ। उनीहरुले चाहिँ अब हामीलाई टिकटहरु सबै काटेर सबै रेडी गरिदिन्छ उनीहरुले चाहिँ, अनि हामीलाई बाटो खर्च पनि दिन्छ भन्ने छ अलिअलि। त्यस्तै हो, अब त्यस्तो गाह्रो चाहिँ छैन, ठिकै छ भनौं न। अब कतिपय गइरहेको पनि छ, अब कुनै यहाँ धेरै वर्ष काम गरिसकेको र पेपरहरु केही नभएको भएर चाहिँ उनीहरु नेपाल जाँदा चाहिँ नि त्यसरी नै अब टिकटहरु काटेर अलि खर्चहरु दिएर राम्रै व्यवस्थापन गरेर चाहिँ पठाइदिएको छ हैन। ग्रीसमा कपल भिसामा आउन मिल्छ कि नै, खाना बस्न सँगै काम छुट्टै भए नि हुन्छ कि नै, अनि दुवै जना छुट्टी भए नि छुट्टै भए नि टीआरसी पाउने साथै सँगै हुन पाइन्छ कि नै, प्लिज भनिदिनुस् न भन्नुभएको छ हैन। अब दुवै जना कपल भिसामा आउनु भयो भने त एकदमै राम्रो हुन्छ हैन। अब कन्सल्टेन्सी मेन पावरहरुबाट भिसा लगाएरै आउनु भएको छ भने त झनै एकदमै राम्रो कुरा हो हैन। अब कपालमै आएपछि त अब काम पनि सँगै नै हुन्छ। अझ एक त भिल्लातिर हो एकदमै राम्रो चाहिँ नि, भिल्लामा चाहिँ कपालहरु आउनु भयो भने चाहिँ राम्रै छ। अब खाना बस्न सबै सँगै, काम पनि अब सँगै नै भइहाल्छ हैन, एउटै भिल्लामा भएपछि। अनि अब टीआरसी पाउन चाहिँ नि अलिकति गाह्रै छ यहाँ चाहिँ नि है। यहाँ टीआरसी भन्ने हुँदैन, जीआरसी चाहिँ थियो, जीआरसी थियो पहिला, अहिले चाहिँ नि अब छैन। यहाँको गभर्नमेन्टले बन्द गरिदिएको छ, धेरै मान्छे भएको भएर अथवा के समस्या भएको भएर हैन, गभर्नमेन्टले नै बन्द गरिदिएको छ अहिले जीआरसीहरु सबै। अब हजुरहरु मेन पावरबाटै कन्सल्टेन्सीबाटै अब भिसा लगाएरै राम्रैसँगै आउनु भएको छ भने त अब जीआरसी पाउन पनि सकिन्छ। त्यही नै हो, अब कपाल भिसामा आएपछि त अब त्यसरी पेपरहरु राम्रोसँगै गरेर आएपछि त खाना बस्न सबै राम्रै व्यवस्था हुन्छ। अब साउले नै अब कुनै साउ हेरेर पनि हुन्छ, अब कुनै साउले राम्रो मन भएको राम्रो छ भने, अब हामीले काम गरेको मन पर्यो भने, हाम्रो बोली व्यवहारहरु मन पर्यो भने उनीहरुले नि राम्रै गर्छ हैन। अब हामीले काम राम्रोसँग गर्दिएको छैन, अब केही कुरा चित्त नबुझेको कुराहरु अब मुखमुखै लाग्यो, अलिकति हामी पनि झर्क्यौ, अब हामी रिसाएर बोल्यो भने उनीहरुले पनि अलिकति नराम्रो त व्यवहार त पक्कै नै गरिन्छ हैन। हामीले नराम्रो गरेपछि त अब हामीले राम्रो काम गर्यो भने, राम्रोसँग बोल्यो भने, जति राम्रो गर्यो उनीहरुले पनि त्यति नै मन पराउने त हो नि हामीलाई हैन। यिनीहरु राम्रो छ, राम्रोसँग काम गर्छ, राम्रो बोली व्यवहार छ भनेर उनीहरुले पनि राम्रै गरिन्छ। अनि सँगै बसेर राम्रैसँग काम गर्न पनि सकिन्छ। 2 इयर्सको कन्ट्र्याक्ट भिसा सकेपछि त्यो कम्पनी छोडेर आफै काम खोजेर गर्दा भिसा के हुन्छ, हामी इलिगल हुन्छ कि लिगलै हुन्छ, प्लिज भनिदिनुस् न भन्नुभएको छ हैन। अब हजुरहरु अब नेपालबाट अथवा कुनै कन्ट्रीबाट चाहिँ नि अब भिसा लगाएरै
कम्पनीमा आउनु भएको छ भने चाहिँ अब त्यहाँ 2 वर्ष अब 1 वर्ष भनौँ न कति वर्षको कन्ट्र्याक्ट छ त्यति वर्षसम्म त अब त्यहाँ आफूले काम गर्नै पर्यो हैन। अनि अब त्यति 2 वर्ष 1 वर्ष यस्तै कन्ट्र्याक्ट सकेपछि पनि अब आफूलाई त्यो काम राम्रो लागेको छ, चित्त बुझेको छ, चित्त बुझ्दो स्यालेरी छ, राम्रै छ भने चाहिँ नि अब साउसँग कुरा गरेर त्यहाँनिर भिसा थपेर पनि बस्न सकिन्छ। र आफूले त्यहाँ चित्त बुझेको छैन, स्यालेरीहरू अब ड्युटी टाइमहरू केही मन परेको छैन, चित्त बुझेको छैन भने अब आफ्नो डेट सकेपछि अब कति वर्षको डेट छ त्यो वर्ष त्यतिको चाहिँ डेट सकेपछि चाहिँ नि अब साउसँग कुरा गरेर चाहिँ त्यहाँको ओनरसँग चाहिँ कुरा गरेर चाहिँ नि अब म यहाँ बस्न सक्दिनँ, अब म निस्किन्छु भनेर त्यहाँबाट निस्केर अब अरू कतै आफैले काम खोजेर राम्रो ठाउँतिर काम गर्न पनि सकिन्छ। सो त्यही नै हो। वर्क परमिट आएपछि लगभग कति दिनमा VBSको डेट आउँछ होला भन्नुभएको छ। वर्क परमिट आएपछि लगभग 5-6 महिनामा त पक्कै पनि 5-6 महिना। अब कुनै ठाउँमा अब अर्जेन्ट मान्छे चाहिएको छ भने चाहिँ नि 2-3 महिनाभित्रमै पनि हुनसक्छ हैन। यसको बारेमा खासै मलाई थाहा हुँदैन पनि, यति महिनामा भन्ने एक्ज्याक्टली त्यो फिक्स पनि हुँदैन हैन। अब कुनै कम्पनीमा मान्छे अर्जेन्टली चाहिएको छ भने उनीहरूले तुरुन्तै उ गर्न पनि सकिन्छ चाँडै नै। अब मान्छे बिस्तारै चाहिन्छ, अब हतार छैन, अर्जेन्ट छैन भने उनीहरूले त्यही अनुसारले बिस्तारै नै प्रोसेस गरिदिने हो अफिसबाट पनि हैन, गभर्नमेन्ट पावरहरूबाट। त्यति थाहा छैन भनौँ न मलाई नि यसको बारेमा चाहिँ। हामी एक ठाउँमा अथवा कुनै भिल्लामा अथवा कुनै होटेलमा हाम्रो अब 8 घण्टा 9 घण्टा ड्युटी छ भने अब त्यो ड्युटी टाइम सकेपछि चाहिँ नि अन्त ठाउँमा हामीले ओभरटाइम गर्न पाउँछ कि पाउँदैन भन्नुभएको छ हैन। हाम्रो यस्तो कुनै भिल्लामा अथवा कुनै होटेलमा अब हाम्रो 8 घण्टा ड्युटी छ 9 घण्टा ड्युटी छ भने त्यो ड्युटी टाइम सकेपछि हामी अन्त ठाउँमा काम गर्न त अभियसली पाउँछ। अब नजिकैतिर काम पाएको छ भने अब 2 घण्टा 3 घण्टाको जति घण्टाको छ ओभरटाइम आफूले गर्न मन छ भने आफूले काम गर्न सकिन्छ भने अभियसली गर्न मिल्छ। त्यो मिल्दैन भने चाहिँ छैन। ओके गाइस, आजको लागि मेरो भिडियो यति नै। अब हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ र फेरि पनि हामी चाँडै नै अर्को भिडियोमा भेटौँला। आजको लागि यति नै। सबैजनालाई ह्याभ अ नाइस डे, बाई बाई।